Hi Nipsey traders, welcome back. I'm back again with the another Nipsey update. So last trading day मा चाहिँ Nipsey मा एउटा बुलिश क्यान्डल बनाएको छ हैन, एउटा ह्यामर क्यान्डल बनाएको छ, बट यो लेभलमा आएर यस्तो खालको क्यान्डल बन्नु र यो लेभलमा आएर यो खालको सपोर्ट पाउनु भनेको इट्स क्वाइट नर्मल है। यो अगाडिको भिडियोहरुमा नि भन्दै आएको यो लेभल भनेको 2440 देखि 2485 को लेभलमा एउटा स्ट्रङ खालको चाहिँ एउटा सपोर्ट छ भन्ने कुरा पहिला पनि गरिसकेको छु मैले, एन्ड व्हाइ दिस सपोर्ट लेभल इज इम्पोर्टेन्ट भन्ने कुरा पनि त्यो भिडियोहरुमा रिफर गर्न सक्नुहुन्छ है। सो यहाँनिर आएर यो बनाएको छ, बट ह्याभिङ सेड द्याट कमिङ ब्याक टु दिस स्ट्रेटली कमिङ ब्याक टु द पोइन्ट हैन, यो चाहिँ लेभलमा यो जतिसुकै सपोर्टले पनि खासै काम छैन यो है। एउटा साइकोलोजिकल लेभल हो, यहाँनिर आएर मान्छेले सपोर्ट लिन्छ भनेर ट्रेडरले पनि अलिअलि बाई गर्न जानु र भन्ने हिसाबले या अपरेटरले पनि अब अलिकति बेच्न नभएको अपरेटरहरूले पनि यो लेभलमा जस्तै एनआरएसी बढाएको छ यो दिन हैन 7% ले बढाएको छ। सो एनआरएसी जस्तो स्टक जुन चाहिँ अहिले ब्याङ्कहरूले पनि डिलिस्ट गरिसकेको छ फर मार्जिन लेन्डिङ, त्यो इलिजिबल छैन भनेर हैन, र त्यत्रो अर्बौंको चाहिँ त्यसले चाहिँ रिइन्स्योरेन्सको क्लेमहरु दिनु बाँकी छ, त्यो खालको स्टकलाई बढाएर चाहिँ मार्केट धानेको छ भनेको अपरेटरले त्यो बेच्न बाँकी छ र त्यसलाई अलिकति सस्टेन गर्न खोजिरहेको छ हैन। सो बिकज अफ मेनली दोज टु रिजन्स, एउटा चाहिँ रिटेलरले एउटा साइकोलोजिकल लेभल यहाँनिर भन्ने भयो र अर्को अपरेटरले पनि यही साइकोलोजिकल लेभलमा अलिकति प्ले गरौँ न त, थोरै थाम्दिउँ अनि अलिकति मास्तिर लगाएर बेच्न सकिन्छ कि भन्ने एउटा झिनो आशले चाहिँ गरे हुनसक्छ है। तर कन्सिडरिङ दि पोलिटिकल सिचुएसन अफ द कन्ट्री, जुन खालको इन्स्टेबिलिटी भइरहेछ, जुन मैले अगाडिदेखि नै भनिरहेको छु है तपाईहरुले, यो मैले अगाडिको यो दुईटा हरियो क्यान्डल बन्दाखेरि पनि भनेको थिएँ सेप्टेम्बर 21 सेप्टेम्बर 23 हैन, म्यासिभ र्याली जस्तो आउला जस्तो गरी यो खालको चाहिँ बाउन्स ब्याक गरेको थियो आफ्टर जिन्जी आन्दोलनको यो क्लोज पछि जुन मार्केट ओपन भएको थियो त्यसपछि है। सो त्यसमा मैले भनेको थिएँ इट्स नट राइट टाइम टु बाई, पेसेन्स राख्नु, स्पिल ओभर इफेक्ट हुन्छ, ब्युरोक्रेटिक लेभलमा नि हुन्छ, पोलिटिकल लेभलमा त छँदैछ, र हाम्रो बिजनेसको सेन्टिमेन्टहरु पनि बिग्रिसकेको छ, इन्डस्ट्रीको सेन्टिमेन्ट बिजनेसम्यानहरुको भनेर भनेको थिएँ है, विथ अल न्युज पोर्टल्स पब्लिसिङ द्याट काइन्ड अफ न्युज है। र अहिले जस्तै कि हाम्रो यो गुलमान घिसिङ आएर एउटा ब्युरोक्रेसी लेभलमा चेन्ज गर्दैन त, यतापट्टि तपाईको यो विद्युत प्राधिकरणमा एमडी नै चेन्ज गरिदियो हैन, र अहिले विद्युतको लाइनहरु काट्दिएर त्यत्रो चाहिँ 20-25 वटा अब कम्पनीहरु चाहिँ बन्द जस्तै ठप्प नै गरेर बसेको छ हैन। अब कसरी चलाउने त विदाउट प्रपर इलेक्ट्रिसिटी, एनर्जी बिना कसरी फ्याक्ट्री रन गर्ने हैन। र अहिले चाहिँ यो जिन्जी आन्दोलनपछि होटलहरुमा मैले भनि नै राति न्युजहरुमा नि आएको थियो हैन, अहिले चाहिँ हायत रिजेन्सी चाहिँ अब यो क्यासिनो बल्याएको छ, भित्रको चाहिँ त्यो बल रुमहरु हैन, त्यो जुन हलहरु सबै जलेको छ, अब बनाउनलाई 1 वर्ष जति लाग्छ भनिरहेको छ। सो अहिले बन्द नै छ, स्टाफहरुले नि त्यहाँबाट बेरोजगारी भएको छ हैन मान्छेहरु, र अरु पनि 2-3 वटा होटलहरु 5 स्टार लेभलको बन्द नै भइसकेको छ। सो अब केवल कार पनि बेस स्टेसन पनि ध्वस्त छ है चन्द्रगिरीको, प्लस अर्को कुन चाहिँ एउटा ठाउँको है। सो त्यसले गर्दा पनि अलिकति त्यसको इफेक्ट चाहिँ अब भनौँ न इन्स्योरेन्स कम्पनीमा त थिदै थियो, नन लाइफ इन्स्योरेन्स कम्पनीहरुमा है। अब इन्स्योरेन्स कम्पनीहरुले, लाइफ इन्स्योरेन्स कम्पनीहरुले पनि कति स्टक मार्केटमा इन्भेस्ट गरे हुन्छ। सो अहिले बजार घट्दै गर्दा प्यानिक भएर अब त्यो भन्दा नि तल गयो भने के गर्ने त, अब लाइफ इन्स्योरेन्स पनि सरेन्डर गर्दै गयो मान्छेले, यो अब पैसा हुँदैन हैन, जबलेस भइरहेछ मान्छेहरु। सो लाइफ इन्स्योरेन्स गराछ र त्यो पनि क्लेम गर्न गयो भने पैसा दिनु पर्यो, त्यस पनि फेरि यहाँ लिक्विडेट गर्नुपर्ने हुन्छ उनीहरुले चाहिँ इन्भेस्ट गरेको स्टकहरु है। सो त्यसले गर्दा चाहिँ यसको चाहिँ अलिकति मल्टिप्लायर इफेक्ट छ है, रिपल इफेक्ट छ जुन मैले भन्दै आइरहेको छु। सो हौसेर नकिन्नु भनेर। सो एउटा जो मान्छेले यहाँ किनेर फसिरहेको थियो त्यो त्यहाँबाट स्केप गर्नलाई चाहिँ यो अक्टोबर 9 को बेलामा जुन बेला यो इन्भर्टेड ह्यामर क्यान्डल बन्यो, सुरुमा चाहिँ 4% को मार्केट बढेर 20 मिनट हाल्नै भएको थियो हैन, त्यो क्यान्डलमा चाहिँ बेच्नको लागि लास्ट गुड अपर्च्युनिटी थियो के। सेन्ट्रल ब्याङ्कले चाहिँ यो रिल्याक्सेसन गरेको थियो, पोलिसी रिल्याक्सेसनहरु गरेको दिन है। सो त्यो बेलामा चाहिँ बेच्ने अपर्च्युनिटी, त्यसपछि कन्टिन्युस डाउनफल छ, यहाँनिर आएर अलिकति स्टेबल भएको जस्तो देखिन्छ, तर स्टिल भन्न सकिँदैन है। र अब अहिलेको लागि इमिडिएट रेजिस्टेन्सको कुरा गर्नुपर्छ, सपोर्ट त यही भयो, अब रेजिस्टेन्सको कुरा गर्नुपर्दा यही 2580 देखि यही हाम्रो 2610 को लेभल छ है। यो लेभलमा चाहिँ स्ट्रङ रेजिस्टेन्स छ, र यहाँनिर कन्फ्लुएन्स पनि छ, एउटा ट्रेन्ड लाइनको रेजिस्टेन्स पनि छ र होरिजोन्टल रेजिस्टेन्स पनि छ है। अगाडिदेखिको यो लेभलको रेजिस्टेन्सहरु यहाँ छ। सो इट्स गोना वर्क एज अ स्ट्रङ रेजिस्टेन्स है। सो त्यो हिसाबले चाहिँ अब विचार गर्नु होला, बाउन्स ब्याकहरु मार्केट अलिकति माथि जान खोज्यो भने यो लेभलतिर जाँदाखेरि सेल अपर्च्युनिटी जस्तो देख्छु है मैले। र मैले बारम्बार भनिरहेको छु एभ्री राइज सेल अपर्च्युनिटी, त्यो अहिले भनेको हैन, यहाँदेखि नै भने है।
यो नेगेटिभ सर्किट लागेर मार्केट क्लोज भएको 6% नेगेटिभ सर्किट लागेर क्लोज भएको थियो जेन्जीको आन्दोलनपछि मार्केट खोल्दा सेप्टेम्बर 18 त्यतिखेर चाहिँ मार्केटमा म्यानिपुलेसन चाहिँ यहाँबाट तल चाहिँ अहिले तत्कालै जाने चान्सेस छैन सो यहाँनिरबाट अलिकति बाउन्स ब्याक आउने चान्सेस छ भनेर मैले त्यो मार्केट क्लोज भएको लगभग आधी घन्टाभित्र भिडियो बनाएर हालिदिएको थिएँ है त्यसपछि पनि मैले पोस्टमार्टम एनालिसिस गरेर फर्दर एभ्री डे चाहिँ मैले भिडियो पोस्ट गरेको थिएँ अब त्यतिखेर चलेको भिडियोहरू भएको थियो उहाँहरूले त अलिकति सहिले पनि भयो होला त्यो इन्फर्मेसनले गर्दाखेरि होइन आफ्नो पोर्टफोलियोलाई अलिकति इज आउट गर्ने हिसाबले तर खैर अब भोल्युम पनि खासै छैन भोल्युम त यो लेभलमा आउँदैन होइन अब मैले अर्को एउटा इम्पोर्टेन्ट कुरा के भनेको थिएँ नि यही क्यान्डलहरू भन्दाखेरि मैले दुर्गा प्रसाईको आन्दोलन हुनसक्छ होइन त्यसमा चाहिँ यो पोइन्टलाई रिफर गरेको थिएँ कि मैले यो मार्च 2025 को यो राजावादी र यो हाम्रो तिनकुनेको आन्दोलनले गर्दाखेरि यो खालको म्यासिभ फल आएको थियो होइन सो यसलाई बिर्सिनु हुँदैन भनेर मैले भनिरहेको थिएँ अहिले त्यही सिनेरियो देख्नु खोजिरहेछ सो यो भयो भने चाहिँ मार्केट एकदमै निकै नै तल आउँछ यो तपाईँको 2200 देखि 2290 को रेन्जमा चाहिँ आउने चान्सेस छ किनभने यहाँनिर स्लिपेजहरू पनि छ यो मैले पहिला नै भनिरहेको छु है सो यसलाई पोजिटिभ लिनु होला यो इन्फर्मेसनलाई होइन मार्केट घट्दा कसैले फाइदा छैन वान वे मार्केट हो सर्ट सेलिङको अप्सन छैन सो यहाँनिर तल जाँदाखेरि पैसा कमाउने चान्स भनेको सर्ट सेलिङ भयो भने त्यो छैन नेपालमा है सो वी डोन्ट इभन ह्याभ इन्टरडे ट्रेडिङ त्यो पनि छैन सो त्यो हिसाबले हाम्रो सेफ्टी अफ मार्जिन चाहिँ एकदमै विक छ के र अब हाम्रो यो त्यही नै छ है माथि जाँदाखेरि अब यो रेजिस्टेन्स लेभलतिर पुग्यो 2580-90 तिर भन्ने चाहिँ देखि 2580 देखि 2610 पुग्यो कुनै हिसाबले भने चाहिँ वी क्यान से द्याट वी आर लकी होइन जसले होल्ड गराउनु भएको छ त्यसको लागि चाहिँ एउटा सेल अपर्च्युनिटी हो है र अब यसमा एउटा देखिएको भनेको चाहिँ यही एउटा ह्यामर क्यान्डल बन्यो यो ह्यामर क्यान्डल बन्यो भन्दामा एक्साइटेड भइहाल्नु पर्ने छैन है यो लेभलमा बन्छ नै सो त्यसलाई एकदमै पोजिटिभ लिनुपर्ने अवस्था चाहिँ छैन है ल अब यसमा हाम्रो अलिकति इन्डिकेटर्सहरू पनि लगाएर हेरौँ है आरएसएहरूतिर के देखिरहेको छ एकफेर हेरौँ आरएसएमा चाहिँ स्टिल डाइभर्जेन्स इज भ्यालिड है तर डाइभर्जेन्स भ्यालिड हुँदाहुँदै पनि यो लेभलको जुन हाम्रो यो डाइभर्जेन्स त छ है प्राइस इज मुभिङ डाउन होइन र आरएसए इज मुभिङ अप अब प्राइस चाहिँ लोवर लो बनाइरहेको छ यसले चाहिँ हायर लो बनाइरहेको छ है आरएसआईले सो तर यो जुन हाम्रो यो मुभिङ एभरेज लाइन जुन छ यो आरएसआईको यो त क्रस ओभर दिनु पऱ्यो नि त तपाईँले हिस्टोरिकली नि हेर्नु हो भने यतातिर पनि देख्नुहुन्छ है डाइभर्जेन्स थियो तर यहाँनिर यो क्रस ओभर दिएपछि मात्र मार्केट माथि गएको थियो र आरएसआईमा एउटा बुलिस स्ट्रेन्थ पनि आएको थियो है सो त्यो हिसाबले नोट गर्नु होला अहिले त्यो अवस्था छैन र अर्को भने चाहिँ यहाँबाट एउटा ट्रेन्ड लाइन नै हेर्ने हो भने यसलाई पनि ब्रेकआउट दिएर माथि जानु पऱ्यो है यसलाई नि ब्रेकआउट दिएर जानु पऱ्यो प्लस तपाईँहरूको अब यो लेभलको यहाँनिर यो रेड लाइन जुन छ यो एभरेज लाइन यसलाई पनि क्रस ओभर दिएर माथि जानु पऱ्यो देन ओन्ली वी क्यान से द्याट दिस डाइभर्सन इज गोइङ टु वर्क अदरवाइज दिस डाइभर्सन इज नट गोइङ टु वर्क है ल अब यही नै छ त्यसपछि आएर अब म्याकडी नै हेरौँ एकफेर म्याकडीले के देखाइरहेछ म्याकडीमा पनि खासै त्यस्तो पोजिटिभ केही पनि छैन अलिकति यो म्याकडी लाइन अलिकति मास टर्न भइरहेछ होइन बट स्टिल इज नट यो जेरो लाइन भन्दा तल नै छ र हिस्टोग्राम फेड आउट हुँदैछ काइन्ड अफ पोजिटिभ हुन लाग्छ देखिन्छ तर आइएम नट स्योर है त अहिले खासै म्याकडीले केही राम्रो देखाइसकेको छैन अन ब्यालेन्स भोल्युम हेर्ने हो भने अफकोर्स यसमा अलिकति अब यो खालको यहाँनिर क्रस ओभर दिँदा जस्तो देखिन्छ एभरेज लाइनले तर त्यो त बारम्बार यहाँ पनि दिएको थियो यहाँ पनि दिएको थियो स्टिल आफ्टर द्याट होइन तपाईँले हेर्न सक्नुहुन्छ यहाँबाट पनि तलतिर आयो फेरि यहाँ पनि क्रस ओभर थियो फेरि तल नै आयो है सो यहाँ पनि क्रस ओभर दिएला जस्तो तल आयो भने स्टिल डिस्ट्रिब्युसन इज गोइङ अन होइन सो त्यो हिसाबले पनि ओबीबाट नि त्यति पोजिटिभ छैन है सो ठिकै छ अब यो एडी लाइन एकुमुलेसन डिस्ट्रिब्युसनबाट नै हेरौँ यहाँनिर अलिकति त्यही ग्रिन क्यान्डल्सहरू बनिरहेछ त्यसले गर्दा अलिकति यहाँ थामेको जस्तो देखिरहेछ बट स्टिल वी आर इन अ डाउन ट्रेन्ड है सो वी आर इन डिस्ट्रिब्युसन फेज स्टिल अब यसमा पनि अलिकति विचार गर्नुपर्ने हुन्छ है त्यस्तो खासै पोजिटिभ केही देखिसकेको छैन अलिकति डिक्लाइन चाहिँ कम भएको हो मात्र जस्तो देखिरहेछ तर खासै त्यसमा एकदमै पोजिटिभ हुनुपर्ने कुरा छैन त्यसपछि आएर अब हामीले हेर्ने हो भने ओके अब त्यही हो है अब अलिकति चनाखो हुनु अलिकति माथि बजार जाँदै गर्दाखेरि चाहिँ बेच्ने अपर्च्युनिटी जस्तो लाग्छ पोर्टफोलियोलाई अलिकति तपाईँहरूले विचार गर्नु होला आफूसँग कुन खालको स्टक छ होइन लङ टर्म होल्ड गर्नु मिल्ने खालको स्टक छ या अब ट्रेडिङ स्टकहरू छ ट्रेडिङ स्टक छ अन्त लिक्विडेट गर्नुपर्ने होला सायद है द्याट्स ओन्ली माई पर्सपेक्टिभ देन इट्स योर पोर्टफोलियो एन्ड योर कल तर मेरो लागि चाहिँ त्यही नै हो है ल अब त्यही नै छ अनि अब अलिकति फेर ब्रोकरको होल्डिङहरू के छ एकफेर हेरिदिउँ ब्रोकरको होल्डिङ भन्नाले हाम्रो यो ब्रोकरले बाई सेल के गरिरहेको छ एकफेर हेरौँ है सो ब्रोकरले बाई सेल हेर्ने हो भने चाहिँ लगभग
टप 10 हेर्ने हो भने 1 2 3 4 5 5वटा ब्रोकरले भाइ 5वटा ब्रोकरको सेल छ है। सो न्युट्रल नै छ खासै त्यस्तो छैन है। अब यसबाट पनि धेरै पोजिटिभ हुने ठाउँ छैन, न्युट्रलै छ है। सो अब त्यही अलिकति अपर्चुनिस्टिक भएर ब्रोकरहरूले आफूसँग होल्डिङ भएको स्टकहरू चाहिँ बेच्नु खोजे जस्तो देख्छु है म चाहिँ। जस्तै यहाँ एउटा हेरौँ यो एनआरएसी होइन, एनआरएसीमा आजको दिनमा 7% गेन हुनुपर्ने कारण के छ त है? एनआरएसीमा 7% गेन हुनुपर्ने कारण केही पनि छैन है। र अहिले हामीले हेर्दाखेरि यो इन्डेक्सलाई अलिकति सपोर्ट गरेको भनेको यही यो अदर्स इन्डेक्स 3%ले बढाएको छ होइन। अरू सबै रातो नै छ। लाइफ इन्सुरेन्स म्यानुफ्याक्चरिङहरू खालि नेग्लिजिबल एउटा हामीले पर्सेन्टेजले मात्र अलिकति बढाएको देखिन्छ। तर मेनली यही नै हो अदर्स इन्डेक्समा पनि यो बढाउने भनेको यो 7% यो बढ्यो, खासै अरू केही पनि बढाएको छैन है। त्यसले गर्दा यसको वेटेज पनि बढी छ है। सो वेटेज बढी भएको भएर इन्डेक्समा यसको इम्प्याक्ट पनि बढी नै हुन्छ। त्यसको पनि मैले भिडियो बनाएको छु, एकखेर हेर्नु होला है, पहिलाको भिडियोजहरू रिफर गर्नु होला। सो द्याट्स इट गाइज है। अलि बी केयरफुल मार्केटमा अलिकति, किनभने पोलिटिकल अनसर्टेनिटी एकदमै हेभी लोडेड छ र बजार चाहिँ माथि जाने भन्दा पनि सेन्टिमेन्ट चाहिँ तल जाने नै देखिन्छ है। सो आफ्नो पोर्टफोलियोले त्यो अनुसार नै ह्यान्डल गर्नु होला है त। हस्, थ्याङ्क यू फर वाचिङ एन्ड डु सब्सक्राइब च्यानल।